हेलो नमस्ते फ्रम जोमसोम थकाली किचन। सबभन्दा धेरै इन्क्वायरी आउने भनेको सेलरोटी जोमसोम थकालीमा चाहिँ। सेलरोटी चाहिँ यो चाहिँ पोखरेली चामलमा चिनी र घिउ मिक्स गरेर बनाएको हुन्छ अनि घिउमै पोलेको हुन्छ। पर पिस 100 रुपियाँ पर्छ है। यो चाहिँ एकदम धेरैले सोध्नुहुने क्वेसन। अनि होम डेलिभरी चाहिँ हाम्रो चाहिँ पठाउ गरिदिन्छौँ। पठाउको पे चाहिँ हजुर आफै गर्नुपर्ने हुन्छ। एक दिन अगाडि चाहिँ हजुरले अर्डर कन्फर्म गर्नुपर्ने हुन्छ। अनि खुर्मा चाहिँ पर केजी 800 रुपियाँ पर्छ भनेपछि यो चाहिँ चिनी घिउ अनि ताइचिङ चामलको पिठो अनि सुजी मात्रै मिक्स गरेर बनाएको हुन्छ है। अनि यो पनि हजुरहरूले पाउन सक्नुहुन्छ। अनि यसको साथमा पाउनुहुन्छ अर्को फ्रोजन मोमो। चिकन फ्रोजन मोमो चाहिँ हजुरलाई 5 प्लेटको प्याकेट 50 पिसको प्याकेट हुन्छ। त्यो चाहिँ पर प्याकेट 650 रुपियाँ पर्छ। यो पनि एकदम धेरैले सोध्नुहुने क्वेसन, सो मैले आज एउटै भिडियोबाट हजुरहरूलाई क्लियर गर्न चाहेँ। अनि खाना सेटहरू चाहिँ प्राइस कसरी छ भनेर पनि सोध्नुहुन्छ। खाना सेटमा चाहिँ हजुरहरूलाई मटन खाना 600 रुपियाँ छ, चिकन खाना 550 छ, भेज खाना 350 छ, अनि च्याङ्ग्राको सुकुटी 1300 छ भने मटन सुकुटी 800, अनि एगको सुकुटी चाहिँ 1000 रुपियाँ। अनि हजुरले बेलुका 6 बजेपछि चाहिँ हजुरले एमआरपीमा ड्रिङ्क्स पाउनुहुन्छ। सो एकदम धेरैलाई सेयर गरिदिनु होला। जो हजुरहरूले खोज्नु भएको क्वेसनको एन्सर पाउनुहुनेछ। साथीहरूलाई सक्दो सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अनि स्पेसल असला खाना हजुरलाई ट्राउट खाना खान मन लाग्यो भने पनि आउन सक्नुहुन्छ। असला खाना सेट चाहिँ हाम्रो 800 रुपियाँ छ भने ट्राउट खाना चाहिँ 700 रुपियाँ छ। अनि पोक खाना एकदम धेरैले रुचाइदिनु हुनेमा चाहिँ पोक खाना पनि छ। पोक खाना चाहिँ 500 अनि रौ खाना 500 छ भने खाजा सेटहरूमा चाहिँ हजुरले चिकन भुटन अनि मटन खाजा सेट पाउनुहुन्छ भने चिकन खाजाको 450 छ, मटन खाना 500 छ भने भुटन खाजा सेट चाहिँ हजुरलाई 400 रुपियाँमा पाउनुहुन्छ। सो भिजिट जोमसोम थकाली किचन। हजुरहरूले यो कहाँ छ भनेर सोध्नुहुन्छ धेरैले। फेरि यो चाहिँ अमेरिकन एम्बेसीको अपोजिटको साइडमा छ। यो चाहिँ तपाईँ तिचिङतिरबाट आउनुभयो भने चाहिँ गेट कतिर अलि अगाडि आउनुपर्ने छ। एनएमए ब्याङ्क र एनसिएल सेन्टर सँगै छ। यो पनि त्यही कम्पाउन्डमा छ अनि फ्री पार्किङको सुविधा छ हजुरलाई। अनि चक्रपत्रबाट आउनुभयो भने चाहिँ यो चाहिँ अमेरिकन एम्बेसीको कम्पाउन्ड सुरु भएदेखि ठ्याक्कै अपोजिट साइडमा छ। हजुरहरूले कन्ट्याक्ट गर्नु सक्नुहुन्छ 017720 340। वाट्सएपमा मेसेज गर्नु सक्नुहुन्छ 98093910 241। सो थ्याङ्क यू सो मच भिजिट जोमसोम थकाली। एकदम धेरैले रुचाइदिनु भएको छ, एकदम धेरैले माया गरिदिनु भएको छ। थ्याङ्क यू सो मच अल माई ह्याप्पी कस्टमर। अनि नयाँ कस्टमरलाई पनि एकचोटि जोमसोम थकाली किचन भिजिट गरिदिनु होला भन्ने आशा गर्दछु। सो थ्याङ्क यू सो मच। ह्याभ अ गुड डे। आई लभ यू।